यो समयलाई र यो ठाउँलाई हेर्दाखेरि अहिले नि मुटु सिरिङ्ग गरेर आउँछ मलाई। म त्यो माथिबाट झरेर आइसकिसकेपछि खोलो हेर्न थालेँ पारिपट्टि बसेर। यहाँ चाहिँ त्यो डुँडहरू थियो, बिचबिचमा डुँडहरू थियो, त्यो नागेर खोलो गइसकेको थियो। जबरजस्ती म यसरी क्रस गर्ने क्रममा निस्केँ। त्यो खोलाको छेउमा बसेर केही समय बसेको मलाई पनि बगाउने, गाडी पनि बगाउने छ। अनि यहाँबाट यो हेर्नलाई म 1-1.5 घन्टाको बाटो पैदल यात्रा गरेर आइरहेको छु। वाउ, यो चाहिँ मेरो लागि एकदम डेन्जर जोन। मैले यो सम्झिन पनि, निन्द्रा पनि लागेन मलाई राति। यो गैंडाकोट नगरपालिका सीमापट्टि छिरिसकेँ म। यता चाहिँ के पिकल हो कि के भन्ने थियो। यहाँबाट जाँदाखेरि पनि यो भिरको बाटो पहरो एकदम सोच्नै नसक्ने। वाह, म यो हेर्नलाई